किन त नभएको ए यहाँ त फेरिमा हो कि त नि पौडी खेल्दा ल है गाइजहरू हामी अहिले यो कुन ठाउँ हो साँड भन्ने ठाउँमा हामी आइपुगेका छौँ यो चाहिँ हामीले नयाँ घर हेर्न सक्छौँ है हामी यहाँ जस्तै हो किन त नभएको ए यहाँ त फेरिमा हो कि त नि पौडी खेल्दा यो चाहिँ हेर्न सक्नुहुन्छ है यस्तो बवाल घर रहेछ यो नदीकै छेउमा रहेछ यो यहाँ धेरै बहाइनु गर्नु गरेको 1 महिना नै बहाइने हो यो त भएन कहाँ उदाहरण भएन पहिला हेरिदिनुहोस् त ल ल बवाल है एकछिन ल हेरिदिनुहोस् न त